हेलो हेर्नुहोस् है मेरो पार्सल आएछ हो फ्लिपकार्टबाट। अब हेरौँ मेरो हस्बेन्डले सरप्राइज मगाएको छ के छ हेरौँ है, खोलेर पठाउनुहोस् है। ए रहेछ एउटा चाहिँ अब बुढीले मिठो मिठो पकाउँछ भनेर चपबट रहेछ। एउटा चाहिँ यो ग्यास क्या लाइक अलिक फेम बाहिरतिर नजाओस् भनेर को लागि मगाइदिएको रहेछ। अनि यो चाहिँ तपाईँको डोर दरवाजा मुनि अनि लगाउने क्या, डोरको मुनि लगाउने। अहिले चाहिँ नोइजहरू नहुने, च्याक नबस्ने टाइपको यो। लु सब मेरै लागि मगाइदिनु भएछ। छब्बट ग्यासको बाहिर नजाओस् भनेर दरवाजाको। हुन्छ एनिवेज थ्याङ्क यू हबिबी। पेसेन्ट चाहिँ यस्तो हुँदो रहेछ, राम्रो हुँदो रहेछ हौ। यसले बज्दैन रहेछ, राम्रो रहेछ है। यो चाहिँ यो फ्लिपकार्टबाट मगाइदिएको कि राम्रो रहेछ, दुईवटा मगाउनु भएको रहेछ। प्राइस चाहिँ मैले सोधेको छुइनँ, अहिले आस्किम। राम्रो हुँदो रहेछ, तपाईँहरू पनि त्यो दैलो नोइज हुनुभन्दा चाहिँ फुड प्रोटेक्सन पनि रहेछ, मगाउनुहोस्। नाइस, थ्याङ्क यू फर वाचिङ।